सामाजिक सञ्जालमा नेपाली ब्रो नामले परिचित रेस्लर कुमार थापा सम्बन्धी एउटा घटनाले देशभर चर्चा र चासो बढाएको छ। काठमाडौँको तारकेश्वर नगरपालिका 6 लोलाङ कैयौँ टाढमा आफ्नै श्रीमती ईश्वरी भुजेलमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा कुमार थापा पक्राउ परेका छन्। प्रहरीका अनुसार शुक्रबार राति करिब 10 बजेतिर घरयासी विवादका क्रममा घटना भएको बताइएको छ। विवाद चर्किएपछि थापाले श्रीमतीमाथि धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। गम्भीर घाइते भएकी ईश्वरी भुजेललाई तत्काल उपचारका लागि महाराजगञ्ज शिक्षण अस्पताल लगिएको थियो, तर उपचारकै क्रममा राति करिब 11:30 बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटना लगत्तै प्रहरी सक्रिय बनेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले कुमार थापालाई बालाजु क्षेत्रबाट नियन्त्रणमा लिएको जनाइएको छ। प्रहरी स्रोतका अनुसार श्रीमान श्रीमती बीच लामो समयदेखि सम्बन्धमा तनाव रहेको र डिभोर्स प्रक्रिया अन्तिम चरणमा पुगेको अवस्था थियो। घटनाको दिन नै डिभोर्स सम्बन्धी अन्तिम सुनवाई भएको चर्चा सार्वजनिक भए पनि प्रहरीले यसबारे औपचारिक पुष्टि गरिसकेको छैन। व्यावसायिक रेस्लरका रूपमा परिचित कुमार थापा सामाजिक सञ्जालमा नेपाली ब्रो नामबाट चर्चित थिए। यही कारण घटनाले सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया र बहस सिर्जना गरेको छ। प्रहरीले घटनास्थलबाट प्रमाण सङ्कलन गरिसकेको छ भने घटनाको वास्तविक कारण र परिस्थितिबारे विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ। उता मृतक ईश्वरी भुजेलको शव पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा राखिएको छ। पोस्टमार्टम रिपोर्टपछि घटना सम्बन्धी थप तथ्य सार्वजनिक हुने अपेक्षा गरिएको छ। एक चर्चित व्यक्तित्व जोडिएको यो दुःखद घटनाले फेरि एकपटक घरयासी विवाद र पारिवारिक हिंसाका विषयमा गम्भीर प्रश्न उठाएको छ। अब सबैको ध्यान प्रहरी अनुसन्धान र कानुनी प्रक्रियाको अन्तिम निष्कर्षतर्फ केन्द्रित भएको छ भने अहिले नेपाली ब्रो राखिएको प्रहरी कार्यालयमा मृतकका आफन्तहरू र प्रहरीबीच झडपको स्थिति सिर्जना भएको छ।